बेंगलोर जान चाहनुहुन्छ तर मनमा एउटा कुराको डर छ, फेरि खर्च कति लाग्छ, उता गएर खाना रुम भाडा कमाइ सबै गरेर जीवन मात्रै चल्छ कि उता गएर राम्रोसँग बचत पनि हुन्छ। आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई बेंगलोरको वास्तविक खर्चको पुरा हिसाब देखाउने वाला छु, जुन चाहिँ कसैले चाहिँ खुलेर भन्दैन। यदि तपाईले कसैलाई सोध्नुभयो कि तपाईको स्यालेरी कति छ, तपाईको कमाइ कति छ भनेपछि उसले ठीक छ खाना लाउन ठिक्क पुगेको छ भनेर मात्रै भन्छ, तर वास्तविक कुरा चाहिँ भन्दैन। तर म तपाईहरुलाई चाहिँ वास्तविक कुरा देखाउन चाहन्छु। नमस्ते साथीहरु, मेरो नाम चाहिँ हरि छेत्री। हाल 1-2 वर्षदेखि चाहिँ बेंगलोरमा काम गर्दै आएको छु र यहाँको बारेमा चाहिँ मलाई धेरै कुराहरुको अनुभव छ। यदि तपाई पनि नेपालबाट बेंगलोर आउने सोचमा हुनुहुन्छ या फिर तपाई बेंगलोरमै बस्नुहुन्छ भनेपछि स्पेशली यो भिडियो चाहिँ तपाईहरुको लागि, किनकि आजको यो भिडियोमा हामी कुरा गर्ने छौं बेंगलोरमा रुम भाडा कति पर्छ, खाना खर्च कति लाग्छ, ट्राभलिङ खर्च कति लाग्छ र महिनाको अन्तिमसम्म चाहिँ हामीले के कति बचत गर्न सक्छौं। अब सबैभन्दा ठूलो खर्चको कुरा गरौँ हैन। बेंगलोरमा सबैभन्दा ठूलो खर्च हुने भनेको हाम्रो कोठामा हो हैन। अब बेंगलोरमा कोठा भाडा तपाईको स्थान सुविधा र तपाई कति जनासँग बस्न चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ। यदि तपाई 2-4 जनासँग बस्न चाहनुहुन्छ, साझामा बस्न चाहनुहुन्छ भने तपाईले पाउन सक्नुहुन्छ 4000 देखि लिएर 8000 सम्मको चाहिँ रुम सजिलै पाउन सक्नुहुन्छ, कोठा पाउन सक्नुहुन्छ। यदि तपाई सिंगल एक्लै बस्न चाहनुहुन्छ भनेपछि अलि राम्रो कोठा पाइन्छ। तपाईको चाहिँ 8000 देखि लिएर 15000 सम्म पर्न जान्छ एउटा कोठाको हैन, एउटा रुमको। र त्यो भन्दा पनि अझै हजुरहरुले चाहिँ सुविधा खोज्नुभयो, पानी बिजुली वाइफाई इन्टरनेट र गार्ड्स र राम्रो सोसाइटीमा र शान्त वातावरणमा खोज्नुभयो भने अझ त्यो भन्दा फेरि बढी पर्न जान्छ, 20-25-30 हजार सम्म नि पर्न जान्छ अझै राम्रो सुविधा हेर्ने भने। यदि पहिलो पटक तपाई यहाँ आउँदै हुनुहुन्छ भने चाहिँ मेरो सबैभन्दा राम्रो विकल्प के हो भनेपछि तपाई साझामा रुम लिनुस्। साझामा रुम लिनुको फाइदा के हो भने तपाईको केही पैसा बचत हुन्छ। अब कुरा गरौँ खाना खर्च कति हुन्छ त, यो पनि तपाईको बानीमा तपाईको ह्याबिटमा भर पर्छ हैन। यदि तपाई आफ्नै कोठामा लिएर पकाएर खानुहुन्छ भनेपछि तपाईको महिनाको बढीमा 3000 देखि 4000 सम्म जान्छ। यदि तपाई बाहिर खानुहुन्छ भनेपछि एउटा खानाको 80 रुपैयाँ देखि 140 सम्म पर्छ भनेपछि महिनाको 4000 देखि 7000 जान्छ। अब कुनै ठाउँमा चाहिँ हाम्रो रुम भाडामा खाने सुविधा पनि हुन्छ है। अलि रुम भाडा महँगो हुन्छ, 2-4 हजार महँगो हुन्छ, तर तपाईले चाहिँ खाने सुविधा पनि समेत पाउनुहुन्छ हैन। अब सबैभन्दा राम्रो विकल्प के हो भनेपछि तपाई आफ्नै रुममा लिएर पकाउने बानी बसाल्नुस्। यदि बानी बाहिर खाने बानी छ भने पनि अलि पैसा बचत गर्न चाहनुहुन्छ भने आफ्नै रुममा लिएर पकाएर खाने बानी गर्नुस् हैन, त्यसरी नै गर्नुस् हैन। यदि बाहिर खान मन लाग्छ भने कहिलेकाहीँ बाहिर गएर खाँदा पनि त्यति फरक पर्दैन। अब सबैभन्दा महत्त्वपूर्ण कुरा कमाइ कति हुन्छ त। बेंगलोरमा चाहिँ काम अनुसारको स्यालेरी फरक हुन्छ। बेंगलोरमा सामान्य काम जस्तै डेलिभरीको काम, होटल लाइनको काम, सिक्युरिटी गार्डको काम, फ्याक्ट्री वेयर हाउसको काममा चाहिँ तपाईको स्टार्टिङमा सुरुवातमा भन्दा पनि जसलाई चाहिँ 1-2 वर्ष भएको छ, जो नयाँ हुनुहुन्छ उनीहरुले चाहिँ 12000 देखि 20000 सम्म चाहिँ कमाउन सक्छन्। धेरै जसो नेपालीहरुले कमाउने भनेको चाहिँ त्यति हो, 12000 देखि 20000 सम्म। त्यतिको बीचमा चाहिँ धेरै नेपालीहरु कमाउँछन्। अब अझै बढी कमाउने मान्छेहरु पनि छन् जो चाहिँ 10-12 वर्षदेखि एउटै ठाउँमा काम गरिराख्नु भएको छ। उनीहरु चाहिँ 40-50-60-70 हजार पनि कमाइरहेका छन् हैन। अझ कोही मान्छेले चाहिँ ओटी एकदमै मेहनत गरेर हैन, एकदमै जस्तै तपाईको 10 घण्टाको काम छ भनेपछि तपाई उनीहरुले चाहिँ 12-13-14 घण्टा 15 घण्टा काम गरेर पनि ओटी गरेर पनि एक्स्ट्रा पैसा कमाइरहेका छन् हैन। साच्चै भन्ने भनेपछि बेंगलोरमा कमाइ सम्भव छ, तर मेहनत बिना के पनि हुँदैन। अब सबै हिसाब जोडौँ है, हाम्रो खर्च कति हुन्छ, कमाइ कति हुन्छ है। पहिलो कुरा रुम भाडा 5000 लगाइदियो, अनि खाना खर्च 4000 लगाइदियो, हाम्रो यातायात ट्राभल खर्च गाडी भाडा सबै गरेर 2000 त्यो लगाइदियो। हाम्रो टोटल खर्च चाहिँ 10000 देखि 12000 सम्म हाम्रो खर्च हुन्छ। यदि तपाईको कमाइ 18000 देखि 20000 कमाइ छ भनेपछि तपाईको सेभिङ 8000 देखि लिएर 10000 मात्रै सेभिङ हुन्छ। कहिलेकाहीँ त्यसमा पनि इमर्जेन्सी खर्च पर्नुभयो, बिरामी पर्नुभयो, हस्पिटल जानु पर्यो भनेपछि त तपाईको त 5000 देखि 6000 7-8000 यति मात्रै बचत हुन्छ हैन। यदि तपाई योजना बनाएर चल्नुहुन्छ भनेपछि राम्रै बचत हुन्छ। बेंगलोर सजिलो पनि छ, धेरै गाह्रो पनि छ। यो सबै कुरा चाहिँ तपाईको योजना, तपाईको निर्णयमा भर पर्छ। धेरै जना नेपालीहरु छन् हैन जो चाहिँ वर्षौंदेखि यतै बसेर हैन राम्रो परिवारलाई हैन सपोर्ट गरेका छन्, आफ्नै घर बनाइरहेका छन्, आफ्नो भविष्य उज्यालो पारेका छन्, छोराछोरीहरुको भविष्य बनाइरहेका छन् हैन। तपाईहरुले पनि एकदमै मेहनत गर्नु भने तपाईहरुले गर्न सक्नुहुन्छ। जुन मैले एस्टिमेट खर्च लगाए त्यो चाहिँ रुम भाडामा बस्ने मान्छेहरुको लागि खर्च हो है। तपाईहरु रुम भाडामा हुन्न भनेपछि तपाईले यो भन्दा धेरै बचत गर्न सक्नुहुन्छ। तपाई खाना जुन कामबाट चाहिँ तपाईको खाना पनि पाइन्छ, बस्ने व्यवस्था पनि पाइन्छ। जहाँ काम गर्नुहुन्छ जस्तै होटलमा काम गर्नुहुन्छ भने तपाईको बस्ने व्यवस्था पनि पाइन्छ। तपाईको खाना खर्च खानेको व्यवस्था पनि हुन्छ भनेपछि तपाईको जुन ठूलो खर्च छ, कोठा खर्च, खाना खर्च सबैभन्दा ठूलो खर्च हुने भनेको यो दुई खर्च चाहिँ होटल
बाटै व्यवस्था भइरहेछ भनेपछि तपाईँको सेभिङ धेरै हुने सम्भव छ, धेरै पनि हुन्छ। तपाईँको आफ्नै 2-3 हजार लाग्यो त्यो आफ्नो एक्स्ट्रा खर्च त्यति कटाएर सबै कुरा पैसा चाहिँ सेभिङ हुनसक्छ तपाईँहरूको। तपाईँहरूले चाहिँ यो भिडियो कस्तो लाग्यो, यदि भिडियो मन परेमा राम्रो लागेमा भिडियोलाई लाइक गरिदिनुहोस्। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। यदि युट्युबमा हेर्दै हुनुहुन्छ भने लाइक गरिदिनुहोस् र फेसबुकमा हेर्दै हुनुहुन्छ भने आइडीलाई चाहिँ फलो गरिदिनुहोस्। ल मनमा लागेको कुरा चाहिँ भन्नु है। ल आजको यो भिडियोमा चाहिँ यति छ, हामी भेटौँला एक नयाँ भिडियोमा। ल त बाई बाई।